पिता पुत्र र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा हजुरहरू यो बिहानी नमस्कार जय मसी बारक म आज एकैछिन तपाईँहरू यो मेरो भिडियो हेरिदिनुहोस् भन्ने मैले बिन्ती गरेँ र सुनिदिनुहोस्। म आज हजुरहरूको बिचमा हाम्रो पवित्र धर्मशास्त्र बाइबलको पुस्तकहरूमध्ये मत्तीको पुस्तक 5 अध्यायको 13 पदमा यस्तो एउटा मिठासपूर्णको परमेश्वरको वचन लेखिएको म पाठ गर्न गइरहेको छु। यसरी लेखिएको छ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। आमेन। हाम्रो पवित्र धर्मशास्त्र बाइबलमा यो एउटा नुनको कुरा लेखिएको छ र नुन हामीलाई नभई नहुने कुरा हो है। अनि नुन चाहिँ हरेक खाने एउटा थोकमा चाहिन्छ, अर्थात् अचार पिस्दा होस्, मिठो मिठो मासुहरू पकाउँदा होस्, अनि विभिन्न थोकहरूमा चाहिँ खानेकुरामा नुनको ठुलो भूमिका खेलेको हुन्छ। र तपाईँले जति पनि खानेकुराहरू बनाउनुहोस्, नुन लाउनु भएन भने त्यसमा चाहिँ स्वाद आउँदैन। अनि त्यसले गर्दा नुनले चाहिँ जहिले पनि स्वादिष्ट बनाउने काम गर्छ है। नुनको ठुलो भूमिका छ र अनि र यो नुन नभई नहुने हामीलाई एउटा यो थोक हो र यहाँ परमेश्वरको वचनले भनेको छ, अनि उहाँमा विश्वास गर्ने यसुको जो पछि लाग्ने यसु ख्रिस्टलाई ग्रहण गर्ने र उहाँमा आस्था राख्ने मानिसलाई उहाँको यो पवित्र धर्मशास्त्र बाइबलले भनेको छ, तिमीहरू पृथ्वीको नुन हौ भनिएको छ। अब एउटा नुनले एउटा ठुलो भाँडामा राखेका तरकारीले स्वादिष्ट बनाउँछ भने हामी ख्रिस्ट यसुमा विश्वास गर्ने क्रिस्चियन समाजले चाहिँ संसारलाई नै स्वादिष्ट बनाउनु पर्छ भन्ने कुरा छ। अब कसरी स्वादिष्ट बनाउने त? तपाईँ र म यो यसको अर्थ यो हो कि हामी ख्रिस्ट येशूमा विश्वास गर्ने क्रिस्चियन समुदाय छ एउटा, हरेक समाजलाई आफन्त, दाजुभाइ, बुबा आमा, भाइ बहिनी सबैलाई एउटा स्वादिष्ट पुर्याउनु पर्छ भन्ने कुरा छ। त्यो नुनको अर्थ चाहिँ यो हो कि हाम्रो चरित्र, हाम्रो व्यवहार, हाम्रो बोली वचन चाहिँ नुनले स्वाद दिए जस्तो हुनुपर्छ भनिएको छ। र हाम्रो बोली वचनले, हाम्रो व्यवहारले, हाम्रो चरित्रले चाहिँ अरू मानिसलाई स्वादिष्ट पुर्याउनुपर्छ भनिएको छ। हाम्रो बोली वचन असल हुनुपर्छ, हाम्रो चरित्रहरू असल हुनुपर्छ भन्ने कुरा चाहिँ यसले दर्शाउँदछ। आज हामी धेरै इसाईहरू यस्तो अवस्थामा पुगेको छौँ कि तपाईँ र म यो नुनको स्वाद गएको जस्तो हामी भइसकेको छौँ। हामी इसाई त भन्छौँ, बाइबल बोक्छौँ है, अनि चर्चमा आउँछौँ, सङ्गति गर्छौँ, चर्चबाट बाहिर निस्किएपछि हामी विभिन्न बोल्ने नबोल्ने बोलिरहेको छौँ, अनि विभिन्न त्यो मादक पदार्थमा पिइरहेको हुन्छौँ, अनि हामीले नराम्रो नराम्रो कामहरू पनि गरिरहेको छौँ। हाम्रो बोली वचन पनि एकदमै नराम्रो खराब बोली वचन बोलिरहेको छौँ। अनि यो बाटोमा हिँडेको हामी इसाईहरू चाहिँ हामी साँचो इसाईहरू होइनौँ, हामी झुटो इसाईहरू हौँ। तपाईँ र म यो परमेश्वरको वचन बाइबलमा लेखिएको कुरा यति राम्रो राम्रो कुराहरू छ, यो कुराहरू सबै लुकाएर हामीले नराम्रो कुराहरू हाम्रो मुखदेखि निस्किन्छ भने हामी साँचो इसाईहरू होइनौँ, हामी झुटो इसाईहरू हौँ। तपाईँ र म आज हामी इसाई भनेको छौँ, नराम्रो बोली वचन होइन, जो इसाई नभएको व्यक्तिको भन्दा पनि पल्लो चाहिँ हाम्रो जीवन जिइरहेको छ। अनि हामी व्यभिचार गर्ने काम छोडेको छैनौँ, हामीले जाँड रक्सी खान छोडेको छैनौँ होइन, हामीले एक अर्काको परिवार भत्काउन छोडेको छैनौँ। अनि यस्तो प्रकारको हाम्रो जीवन छ भने हामी नुन होइनौँ, हामी नुनको स्वाद गएको मानिसहरू हौँ है। हामी खुट्टाले किल्चिने खालको मान्छेहरू भइसकेको छौँ। यो दुःखलाग्दो कुरो हो। आज तपाईँ र म जब एउटा व्यवहारमा असल चरित्रले चाहिँ हामीले जहिले पनि माथि उठाउँछ भन्दाखेरि नराम्रो चरित्रले, खराब चरित्रले, नराम्रो बोली वचनले चाहिँ हामीले जहिले पनि ओझेलभित्र पार्छ। त्यसकारणले गर्दा आज हामी ओझेलभित्र पर्न गइरहेको छौँ। हामी आज ओझेलभित्र परिरहेको छौँ र हामी आफैले गर्दा तपाईँ र म आज यस्तो अवस्थामा पुगेको छौँ। त्यसकारणले गर्दाखेरि हामी आज नुनको स्वाद गएको जस्तो इसाईहरू जब छौँ भने हामी साँचो इसाईहरू होइनौँ, हामी झुटो इसाईहरू हौँ है। म यो दाबी गर्दछु, यदि साँचो इसाई हो भने चाहिँ एउटा नुनले
जब स्वाद पुर्याएको जस्तो अरू समाजलाई, आफन्तलाई, यो राष्ट्रलाई हामीले पुर्याउनु पर्छ। त्यो हाम्रो बोली वचन, हाम्रो व्यवहार, हाम्रो चरित्रले चाहिँ अरू मानिसलाई एउटा असल प्रकट गरेको हुनुपर्छ। र यसरी गर्ने मान्छे मात्रै साँचो इसाई भन्दछ यो परमेश्वरको वचनले। तपाईँ र म आज एउटा इसाईको जीवन चाहिँ अरू मानिसलाई स्वाद पुर्याउने हुनुपर्छ। अरू मानिसलाई हाम्रो बोली वचनदेखि, व्यवहारदेखि, हाम्रो कारोबारदेखि, सबै कुरादेखि अरू मानिसलाई एउटा स्वादिष्ट पुर्याउनु पर्दछ। यदि हामीले यो गरेको छैनौँ भने हामी साँचो इसाई होइनौँ, हामी झुठो इसाईहरू हौँ। त्यस कारणले गर्दा आज हामी जति इसाई समाजले जब हामी प्रभुको छोराछोरीले सुन्नुपर्ने वचन यो छ, तपाईँहरूले घरिघरि दोहोऱ्याउनु होस् यो मत्ती 5 अध्यायको अनि 13 पदमा लेखिएको छ, नुनको स्वाद गयो भने चाहिँ त्यो केही कामको लाग्दैन। त्यो बाहिर फालिन र खुट्टाले किल्चन बाहेकको केही काम गर्दैन। आज हामी इसाई भएर पनि आज तपाईँ र मेरो साँचो असल चरित्र, व्यवहार छैन भने आज समाजले अनि संसारले साँच्चै नै तपाईँ र मलाई खुट्टाले नै किल्चनेछन्। तपाईँ र म एउटा हाम्रो व्यवहारको कारणले गर्दा, हाम्रो बोली वचनको कारणले गर्दा, यस कारणले गर्दा तपाईँ र मेरो जीवनमा म येशूमा विश्वास गरेको छु भनेर मात्रै हुँदैन। त्यो येशूमा विश्वास गरेको अनुसार नै हाम्रो जीवन, हाम्रो व्यवहार, हाम्रो बोली वचन, हाम्रो हरेक कुराहरू चाहिँ अझ पवित्र हुनुपर्छ, असल हुनुपर्छ, नुनले स्वाद दिए जस्तै स्वादिष्ट हुनुपर्छ। यो वचन कस्तो लाग्यो? तपाईँहरूले कमेन्ट गर्नु सक्नुहुनेछ। हवस् त, जय मसीह, धन्यवाद।